नमस्कार। मेरो नाम बाजी कामी। म नेपाल दलित पार्टीको परिवर्तन नाम नेपाल मानवतावादी पार्टीको केन्द्रीय उपमहासचिव पनि र मेरो जन्मस्थान डोटी जिल्ला खातीवडा गाविस साबी खातीवडा गाविस हाल दिपाल छिल्के नगरपालिका वडा नम्बर 2। हाल म कैलाली जिल्ला क्षेत्र नम्बर 2 क्षेत्र नम्बर 4 गोदावरी नगरपालिका वडा नम्बर 2 अत्तरियामा बस्छु र म राजनीति मा धेरै लागे, धेरै गरे। मैले आवाजहरू पिछडा वर्ग, दलित, जनजाति, आदिवासी जहाँ जसलाई अन्याय परेको छ ती अन्यायका के भने आवाजहरू उठाए, धेरै बोले, म धेरै लागे, मैले गरेँ। तर मैले अहिलेसम्म चुनाव लड्ने यस्तो अवसर पाएन। म पूर्व मेरो राजनीति पृष्ठभूमि भनेको माओवादी नै हो। मैले त्यहाँ आवाज उठाइराख्दा हामी दलित पिछडा वर्गले स्थान नपाउँदो रहेछ र पाइएन र म नेपाल दलित पार्टीमा लागे। नेपाल दलित पार्टीमा लागिरहँदा, काम गरिरहँदा नेपाल दलित पार्टीको नाम परिवर्तन गरेर अहिले हाललाई नेपाल मानवतावादी पार्टी भएर हामी अगाडि बढेका छौँ। र साथै हाम्रो संयुक्त नागरिक पार्टी यानि कि केन्द्रीय अध्यक्ष दलमर्दन कामीज्यूको संयुक्त नागरिक पार्टी र नेपाल मानवतावादी पार्टी मेघबहादुर कामीज्यू केन्द्रीय अध्यक्ष रहेको मानवतावादी पार्टीमा अहिले हामीले दुईटै पार्टी एलायन्स गरेर हामी यहाँनिर चुनाव लड्दैछौँ। र सम्पूर्ण देशवासीमा फेरि पनि म निवेदन के गर्छु भने हामी अहिलेसम्म उठाएका आवाजहरू कसैले नसुनिदिएको, तलबाट नसुन्दा रहेछन्। यदि यी आवाजहरू बुलन्द गर्न, यी आवाजहरूलाई के भनेर कार्यान्वयन गर्न संसदमा पुग्नै पर्ने रहेछ। संसदमा पुग्ने बाटो हामीले अपनाएर हामी आज दुईटै पार्टी एकै ठाउँमा आएर हामी चुनाव लडिरहेका छौँ र यसमा समानुपातिक उम्मेदवार मलाई के भनेर बनाइएको छ। समानुपातिक उम्मेदवारको मेरो चिन्ह संयुक्त नागरिक पार्टीको गिटार चिन्ह नै मेरो चिन्ह रहेको छ र म सम्पूर्ण देशवासीमा फेरि पनि अपिल गर्छु, सबैले एकदमै एउटा न्यायको पक्षमा बोल्ने, न्यायको के भने वकालत गर्ने व्यक्तिको मूल्याङ्कन गर्दै सम्पूर्ण देशवासीले मलाई के भने मत दिनुहुनेछ, मलाई विजय गराउने हुनेछ। हाम्रो यो साझा उम्मेदवारको सफलता हजुरहरू नै देशवासीको जनताको हातमा छ। न्यायाधीश जनता नै हो, जनताले न्याय गर्नेछ र हामीले हजुरले न्याय गरे बापतमा हामीलाई एउटा कामदारको रूपमा, एउटा जिम्माको रूपमा दियो भने हामी संसदमा पनि यो सबै सम्पूर्ण पिछडा वर्ग, उसोकोवासी, आदिवासी, जनजाति लगायतका अन्यायमा परेका वर्गको लागि एकदमै कटबद्ध भएर आवाज उठाउनेछु भन्ने आशाका साथ म सम्पूर्ण देशवासीले मलाई विजय गराउनुहुनेछ, मलाई मत दिनुहुनेछ, गिटार चिन्हलाई एकदमै बुलन्द बनाउनुहुनेछ भन्ने आशाका साथ म सबैमा निवेदन गर्छु। हवस् त, नमस्कार।